ब्याचलर फर्स्ट इयरको रिटर्निङ गर्नको लागि सुरुमा गुगलमा जाने, गुगलमा स्टुडेन्ट t.uexam.edu.nbमा जाने, त्यसपछि सुरुमै जाने। मैले पहिले लगइन गर्नु लगइन आउट गर्छु। त्यसपछि हजुरहरूले लगइन गर्नु छैन भनेपछि तल दिएको रजिस्टरमा गएर नम्बर, सिम्पल नम्बर र रजिस्टर नम्बर लगइन गर्ने। लगइन गरिसकेपछि साइन इन गर्ने। त्यसपछि सुरुको बायाँपट्टि रहेको 3वटा धर्कामा डबल ट्याप गर्ने। डबल ट्याप गरिसकेपछि 3वटा अप्सन खुल्छ र रिटर्निङ गर्न रिटर्निङमा जाने। त्यसपछि हजुरहरूको पहिले नै गर्नु। त्यसपछि एड न्यूमा जाने र प्रोग्राममा फर्स्ट इयर हान्ने, फोर्थ इयर इक्जाम टाइप हजुरहरूले इक्जाम दिएको वर्ष चुज गर्ने। त्यसपछि पार्टमा फर्स्ट इयर सेकेन्ड इयर कुन इयरको गर्ने त्यसमा जाने र इक्जाम टाइपमा कस्तो इक्जाम टाइप हो त्यसमा जाने। त्यसपछि रोल नम्बर हान्ने, आफ्नो त्यहाँ सिम्पल नम्बर जस्तै म हान्न गएको छु। सिम्पल नम्बर हानिसकेपछि सर्च गर्ने। सर्च गरिसकेपछि हजुरहरूले पनि यस्तो एउटा इन्टरफेस देख्नु हुनेछ। त्यसपछि हजुरहरूले कुन सब्जेक्टको गर्ने भनेर टिक लगाउने, अनि कुन सब्जेक्टको गर्नुहुन्छ त्यसरी नै टिक लगाउने। त्यसपछि कुन सब्जेक्टको गर्ने भनेर हेर्दै टिक लगाउने। अनि त्यसपछि टिक लगाइसकेपछि राम्रोसँग हेरेर लगाउने कति सब्जेक्टको गर्ने भनेर। टिक लगाइसकेपछि तल मोबाइल नम्बर हान्ने। मोबाइल नम्बर हानिसकेपछि फी आफै देखाउँछ कति सब्जेक्ट भनेर। पर सब्जेक्ट 500 हो। अनि त्यसपछि तल देखाउँछ एउटा ब्याङ्कमा कुन ब्याङ्कमा डिपोजिट गर्ने हजुरहरूले। त्यसमा नि 2टा ब्याङ्क देखाउँछ, नेपाल ब्याङ्क र ग्लोबल ब्याङ्क। जुनसुकै ब्याङ्कमा टिक लगाइसकेपछि सेभ गर्ने।